हेलो गाइज वेलकम ब्याक अगेन। आज चाहिँ हामी म र मेरो आमा आज चाहिँ हामी मुकबाङ गर्न लागिरहेको होइन। हाम्रो यो मुकबाङमा चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँ चाहिँ म चाहिँ करेन्ट नुडल्स खाने भनेर करेन्ट नुडल्स लिएर आएको छु। अनि यहाँ चाहिँ छ हाम्रो चिकन गिजार्ड, यहाँ चाहिँ चिकन सस चाहिँ यहाँनिर हाम्रो चाहिँ छुर्पीको सोल्डर बनाएको होइन, खोर्सानी उसिनेको। अनि साइडमा अलिकति मम पनि छ, यहाँनिर कोल्ड ड्रिङ्क्स पनि छ हो। अन्त आमाले चाहिँ दही क्रिम पनि लिएर आउनु भएको छ, घिउ पनि लिएर आउनु भएको छ है। सो अब ढिलो नगरी होइन, लेट्स स्टार्ट हाम्रो यो मुकबाङ सुरु गरौँ। ल लिनु। हेलो गाइस, हामी चाहिँ खाना लिनु थाल्यौँ, खाना खानु थाल्यौँ। चिसो भइसक्यो होला। म चाहिँ आजदेखि चाहिँ मासु किनभने मासु बारेको छु। खाँदैन? अब पूजा आउँदैछ, पूजाको लागि म 15 दिन चाहिँ अब बार्दैछु मासु। र चाहिँ यहाँ दही छ, घिउ छ, छुर्पी, आलु, छुर्पी, मुन्टा। यो चाहिँ भेजिटेरियन हो नि त, त्यही भएर भेजिटेरियन भनेर चाहिँ यो चाहिँ खाँदैछु। भेजिटेरियनै हो हुन त, मटरहरू छ नि त। लु खायौँ है साथीहरू। छुर्पीको झोल पो दामी भएछ, खोर्सानी उसिनेको। दामी भएछ। छुर्पीको झोलसँग चाहिँ यस्तो बनाएको छ। चिकन गिजार्ड अलिकति खाना चाहिँ अलिकति सेलले छ क्या, चिसो अलि हल्का। आमा गुम्बा जानु भएको थियो नि त, अन्त म चाहिँ सबलाई खाना दिएर आमालाई पर्खिने हुँदा चाहिँ अलिक ढिलो भयो कि, त्यही भएर अलिअलि हल्का सेलले छ, केही छैन। गरममा यतिको त ठिकै छ। मलाई त यो मन पर्यो। दामी भएछ। यो थालको हो, माथिल्लोटीको माथिल्लोटी थालको बयमको। घिउ मिठो छ।
घिउ खारेको क्या घरकै घिउ खारेको मिठो भए पनि मिठो भयो अर्को पालि चाहिँ दुईजना यस्तै मौनी मलाई तर मन परेन कि करेन्ट नुडल्स यो अलि नुन चर्को चर्को लाग्यो चिकन ससेज खानु मलाई चाहिँ अलि नै नुन चर्को लाग्यो क्या यसमा चाहिँ करेन्ट नुडल्समा चाहिँ मलाई ठिकै लाग्यो म चाहिँ नुन चाहिँ थोरै मात्रामा खाने गर्छु नि त त्यही भएर त्यस्तो चर्को नुन चाहिँ मन पर्दैन म चाहिँ कोही बेला कडा नि खाइहाल्छु कोही बेला चाहिँ फल्लै पनि खाइहाल्छु र चाहिँ मलाई ठिकै लाग्यो अब अलिकति माम पनि खाइदिउँ है घिउ खाने अहिले खान्छु घिउ चाहिँ योहरू चाहिँ धेरै त खानु नसकिने रहेछ क्या त्यो त खाएको पनि छैन पहिले नै चाहिँ ल्याउँछ यस्तो के म चाहिँ यस्तो यस्तोहरू ल्याउने बानी गरेर बजार गएपछि चाहिँ अलिक आश लाग्छ म चाहिँ के ल्याइबस्छु नि त घरमा होइन अन्त ससेज चिकन गिजार्ड यसो हातले खानु इच्छा छ अब अर्को पालि भोलि काँसाको प्लेट अब हातले पो धोएर खानुपर्छ भन्नु मजाले यो दहीसँग पनि टेस्ट गरौँ यस्तो छ आएको क्या मलाई चाहिँ तातो अलिक लिएर राख्नु
ल म चाहिँ अघाएँ ल योहरू त सकिन आज के भयो खै आमा पनि नखाएर हो कि के हो सबै खाँदा चाहिँ मजा आउँछ नि त साथमा खाँदा चाहिँ एक्लैमा चाहिँ अलिक मजा पनि आएन कि त्यही भएर म चाहिँ यो खानु सकिनँ आमासँग यो नि सक्नै छ कि यो पनि सकिनँ है म चाहिँ भयो ल आजलाई आजको मेरो खाना भयो खै घिउ खाऊँ अलिकति आज चाहिँ के भयो यार करेन्ट नुडल्स पनि मलाई पिरो लाग्यो अनि आमाले चाहिँ फेरि आरामले खानुभयो होइन अनि फेरि नुन पनि चर्को लाग्यो क्या मलाई चाहिँ ठिक उल्टा भयो आज नुन पनि चर्को लाग्यो यो करेन्ट नुडल्स पनि अलिक पिरो लाग्यो त्यही भएर आज मलाई अलिक पिरो कम्ती भएको उसलाई पिरो भयो नेक्स्ट टाइम चाहिँ म खाँदिनँ चाउचाउ चाउचाउ अरे यो उसलाई करेन्ट पिरो हुने नुडल्स चाहिँ मलाई पिरो हुनु यो चाहिँ दामी भएको छ के भात चाहिँ यो चाहिँ छुर्पीको झोल उसिनेको नि त खोर्सानी उसिनेको दामी भएको छ यो चाहिँ यस्तो तातो खानु पर्ने जिब्रो पिल्सिने तातो के मिठो भएछ दही छोपेको कस्तो भयो भिडियो कस्तो हुँदैछ थाहा छैन आजको लागि चाहिँ यति नै होइन अब अर्को भिडियोमा के हुन्छ कसो हुन्छ हो के लिएर आउनु पर्ने हो आजको लागि चाहिँ यति नै अनि मन परेमा लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला अनि थ्याङ्क यू फर वाचिङ डोन्ट फर्गेट टु लाइक सब्सक्राइब एन्ड कमेन्ट डाउन बिलो बाई बाई सी यू इन द नेक्स्ट vlog next video